यो सरकार रासोपाको सरकार हो यो भन्दा तपाईहरुलाई कस्तो लाग्छ? यो जेएनजी सरकार गठन गर्ने क्रममा दलविहीन सरकार भनिए तापनि हालसालै रासोपा सरकारको रूपमा परिणत भएको छ। कारण रासोपाको उपसभापति कुलमान घिसिङ अहिलेको सरकारमा मन्त्री छन्। यो अन्तरिम सरकारको सत्ताको रूपरेखा कोर्ने बालेन रासोपाको दोस्रो वरियतामा छन्। प्रधानमन्त्रीको उम्मेद्वार छन् र प्रधानमन्त्री सुशीला कार्कीका सल्लाहकार पनि रासोपाको समानुपातिक सूचीमा छन्। यति मात्रै होइन, सञ्चार मन्त्री जगदीश खरेल पनि ललितपुर 2 बाट रासोपा मार्फत प्रत्यक्षमा चुनाव लड्ने तयारीमा रहेको बुझिएको छ र अन्त्यमा प्रधानमन्त्री सुशीला कार्कीका जेठा छोरा भनिएका सुदन गुरुङ पनि रासोपा मार्फत गोर्खाबाट चुनाव लड्ने तयारीमा छन् र चुनाव नआउन्जेल यो रासोपाको लागि अग्नि परीक्षाको समय छ। अब रासोपाको काम हेर्न चुनावको पछिको समय कुर्नु पर्दैन। अब यसपछि सरकारले के कस्ता कामहरू गर्छ, अब यो समयपछि रासोपामा समाहित भएपछि यही कामले नै झल्को दिन्छ कि रासोपाको सरकार कस्तो हुनेछ भनेर। किनभने मैले तपाईहरुलाई भनि नै सके, रासोपाका धेरै व्यक्तिहरू अहिलेको सरकार पक्षमा रहेका छन्। आन्दोलनपछि खासै चित्त बुझ्दो काम र गफलाई अनुसार उलटपुलट गर्ने किसिमको काम अहिलेको सरकारले गर्न सकेको छैन भन्ने कुरा हामी सबैलाई थाहा छ। अब अहिलेको सरकार पक्षका मन्त्रीहरूलाई लिएर किङ मेकरहरू सबै रासोपामा समाहित भइसकेपछि पार्टी सभापति रवि लामी छानेले सत्ता पक्षका आफ्ना मन्त्री र सम्बन्धित व्यक्तिहरूलाई के कसरी कडाइका साथ काम गर्न पहल गर्छन् कि गर्दैनन् त्यो हेर्न बाँकी नै छ। चुनाव आउनुभन्दा अगाडि यो सरकारले जेएनजीको सबै मागहरू त होइन, तर केही मागहरू, सीमित समय छ तसर्थ केही अत्यावश्यक जायज मागहरू पूरा गर्न सकेको खण्डमा रासोपाको लोकप्रियता विस्तार भएर जानेछ। अन्यथा रासोपाको लोकप्रियतालाई घटाउन अहिलेको सरकारको यही ढिला सुस्ती नै काफी छ। अब हेरौँ रवि लामी छाने र बालेनले अहिलेको सरकारलाई काम गर्न के कस्ता पहलहरू गर्छन्। किनभने अप्रत्यक्ष रूपमा रवि लामी छाने पनि सत्तारूढ पक्षको अप्रत्यक्ष रूपमा एउटा शक्तिशाली व्यक्ति नै देखिन्छन्। तपाईहरुलाई के लाग्छ? आफ्नो विचार कमेन्ट गर्नुहोला। जय देश।